हेलो साथीहरू नमस्ते। आज चाहिँ मसँग स्पाइसी रामेन रामेन र 2 PM एउटा रामेन एउटा गरेर दुईवटा छ, स्पाइसी मात्रै। अनि मसँग दुईवटा एग बोइल छ। अनि यो चाहिँ ग्रिल चिकनलाई चाहिँ मैले चिकनको त्यो छोइला जस्तै बनाएको छु। ल खाएँ ल, बोजू स्याहार्दा ढिलो भयो क्या। मसँग सलाद पनि छ है साथीहरू, तर यो रामेन चाहिँ नयाँ रहेछ क्या, नयाँ खाना चाहिँ ढुक्कले पाइएन। बोजूलाई हेर्न जानुपर्छ। मेरो चाहिँ एकदमै फेभरेट हो मेरो स्पाइसी चाउचाउ चाहिँ। बोजूलाई बाथरुममा छोडिराखेर आएको, हेर्न जानुपर्छ, फेरि लड्यो भने मार्छ। तातो त छ। कस्तो हो र? तातो तातो पिरो पिरो खानुमा मजै अलग हुन्छ त। म चाहिँ काम गर्दा गर्दा अलिक लेट भइदियो। तातो त छ क्या, चाहिँ पुरा उयो सिसामा चाहिँ ऊ भयो बाफ। कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् है। अस्तिको शुक्रबारको यो के अरे ग्रिल चिकन हो नि, फेरि यसलाई छोइला बनाएको छु। अस्ति ग्रिन चिकन त्यो ग्रिल चिकन थियो, आज छोइला भयो, चिकन छोइला है। हेर्नुहोस्, अब जान्छु बोजू हेर्नु, फेरि मार्छ नि। साथीहरू म बोजू हेरेर आउँछु। 4 मिनट भयो, बाथरुमबाट निक्लियो होला। ल साथीहरू, अब भिडियो कन्टिन्यू गरौँ। म चाहिँ बिचमा बोजूलाई हेर्नु गएँ, अनि बोजूलाई खाना दिइराखेर मात्रै आएको छु। लेट्स गो फेरि है। खाना खाँदै जानु पर्यो। चुच्चा हेर्नु होला, चुच्चीले यो 2वटा प्याकेट कति छिटो खाइसक्यो भनेर 5वटा खान सक्छु सक्दिनँ भनेर विचार गर्नुहोस् त। को
को रामेनको फ्यान हुनुहुन्छ कमेन्ट गर्नुहोस् न, कसलाई मनपर्छ है। म चाहिँ बोजू कराएको भएर छिट्टो छिट्टो खानु पऱ्यो क्या, मजाले इन्जोय गरेर खानै पाइनँ। खाना दिइराखेको बेटी बेटी बहुत गरम हो गया बेटी भन्दैछ, खरै बसोस् भनेर आयो। एकदमै यम्मी भएको, दामी। त्यसमाथि मेरो चिकन छोइला, तर नुन चाहिँ कडा कडा। त्यो मासुमा चाहिँ नुन हालेको, फेरि आज हल्का नुन ला, नुन कडा कडा। प्रेसरले चाहिँ ढाडै काट्ने भयो मेरो। मेरो मै हो, मै यति पानी। अब बुनु 2जनाको 3जनाको कमेन्ट त आइहाल्छ। नाना स्पाइसी नखानु, यसरी नखानु, प्रेसर आइन्छ। छुच्चाको त झन् आइहाल्छ, रन्जितजीकोमा आउँछ। अनि मेरो गाउँलेले चाहिँ कमेन्ट गर्नुहुन्छ, च्याउ च्याउ खानुभयो गाउँले, च्याउ च्याउ भन्नुहुन्छ होला। यस्तो प्रेसर हाई हुने चाहिँ खाएको छु। अन्डा छोइलामा नुन कडा, अनि चाउचाउ। अनि हुँदैन त प्रेसर हाई। कस्तो मिठो भएको है। कस्तो मिठो भएको। धनियाँ पनि लगाएको थिएँ, दामी। चाउचाउमा पनि धनियाँ लगाएको थिएँ। मेरो एउटा छोइला बाँकी छ कि साथीहरू, घटी। टेस्ट चाहिँ कसम से जो के भन्छ हौ, डेन्जर मिठो भएको छ क्या। जबरजस्त मिठो भएको छ, दामी। दामी मिठो। टिस्यु पनि कता हो, होस् है। ल साथीहरू, तपाईँहरूलाई मेरो चाउचाउ खुवाई कस्तो लाग्यो, तपाईँहरूलाई कसलाई मनपर्छ, तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोस् ल। नमस्ते, बाई बाई। अब चाहिँ म गएँ, लाइभ बस्नु पनि ढिलो भइसक्यो छ आज कामले। अब चाहिँ लाइभतिर भेट्नुपर्छ साथीहरू। टाटा बाई, लभ यु, मिस यु हमेसा हमेसा।